पृथ्वी शुद्धिकरण दिवस चाहिँ हामीले झमलिङ चिसाङ भन्ने गर्छौँ। पृथ्वी शुद्धिकरण दिवस अर्थात् बृहत साङ पूजा गरेर अनि यो पृथ्वीमा भएको अशान्ति दुःख बिमारलाई चाहिँ शुद्ध गर्ने दिन अर्थात् नाग भूपति देवी देवता यक्ष गन्धर्व सबैलाई साङको उपहारद्वारा उहाँलाई शुद्ध गर्ने दिन अथवा उनीहरूलाई मनाउने दिन है। अब यो पृथ्वी शुद्धिकरण दिवस चाहिँ कहिले सुरु भयो भन्दाखेरि 8औं शताब्दीतिर अनि टिबेटमा राजा ठिसौँ देवजनले चाहिँ समय गुम्बा बनाउने क्रममा धेरै बाधाहरू आएको थियो। त्यो बेलामा के भन्छ महाउपाध्याय खेन्चेन बोधिसत्व है, खेन्चेन बोधिसत्वले चाहिँ अनि भूमि परीक्षण गरेर समय गुम्बा बनाउनको लागि जग बिसाएर अनि समय गुम्बा निर्माण गर्ने समयमा चाहिँ अनि दिउँसो मानिसहरूले बनाउने र रातिको समयमा भूत प्रेत नाग देवी देवता यक्ष गन्धर्वहरूले चाहिँ भत्काएर त्यहाँको ढुङ्गा माटो जहाँबाट ल्याएको थियो त्यो यथास्थानमा पुर्याइदियो। त्यस्तो कारणले त्यो गुम्बा बनाउनै नसकेको बेलामा चाहिँ अनि राजा धेरै दुःख लागेको बेलामा चाहिँ अनि गुरुम्बुसे तिब्बतमा पाल्नुभयो र अनि यही अब पृथ्वी शुद्धिकरणको दिवसमै त्यो दिनमा नै अनि गुरुम्बुसेले बृहत साङ पूजाद्वारा साङ पूजा गरेर चाहिँ नाग देवी देवता सबैलाई चाहिँ अनि खुसी पारेर तृप्त पारेर उहाँहरूको समस्यालाई समाधान गरेर उहाँहरूको इच्छा कामना पुरा गरेर त्यस नाग देवी देवता भूत प्रेत यक्ष गन्धर्व सबै गुरु ऋषिको आदेश पालना गरेर चाहिँ अनि दिउँसोको समयमा मानिसहरूले समय गुम्बा बनाउने र रात्रिको समयमा चाहिँ नाग देवी देवता भूत प्रेतहरूले मानिसले बनाएको भन्दा पनि बढी बनाएर चाहिँ त्यसरी सहयोग साथ सपोर्ट उहाँहरूको सहयोगले गर्दाखेरि अनि समय गुम्बा भव्य रूपमा सम्पन्न भएको थियो है। त्यही दिनलाई चाहिँ हामीले अनि अहिले पृथ्वी शुद्धिकरण दिवस है अर्थात् झमलिङ चिसाङ भनेर मानेर आएका छौँ है। अनि सबैलाई यो पृथ्वी शुद्धिकरण दिवसको शुभकामना। तपाईँहरू जहाँ हुनुहुन्छ आफ्नो ठाउँमा अनि पृथ्वी शुद्धिकरण दिवस राम्रोसँग मनाउनु होला, साङ सर्किम गर्नु होला, लौदा फरफराउनु होला, विश्व शान्तिको कामना गर्नु होला। अनि सबै प्राणीहरू शीघ्र यो पुण्यले चाहिँ एक दिन यो भावसागरको छल्लोको दुःखबाट मुक्त भएर सम्यक सम्बुद्धिको ज्ञान प्राप्त गरोस् भनेर कामना गर्नु होला। हस्त धन्यवाद, थ्याङ्क यू।